ल भाइ तिमी काम गर्ने मान्छे हो मलाई आज दिनभर काम गर्ने मान्छे चाहिएको छ जान्यो कति कति 1000 दिन्छु 1000 भ्याएन 305 भन्दा पनि गएन 350 ल भाइ जाउँ ल जाउँ नि त ए भाइ काम गर्ने मान्छे हो सरी दाइ आजलाई मैले उहाँलाई टाइम दिइसकेँ आज म बुकिङ भोलि आउनु है म 1000 दिउँला नि 1000 दाइ यस्तो हुन्छ कुरा के भने मेरो नि रोजीरोटी कुरा हो प्रोफेसनको कुरा हो होइन म चाहिँ अब तपाईँसँग जानु भ्याउँदैन म उहाँसँग जान्छु सरी भाइ सबैजना केटी मान्छे मात्रै काम भयो भनेर तिमी एकजना केटा मान्छे लिन आएको केटी रे सुन्नुहोस् त अब मैले अघि नै उहाँलाई वचन दिइसकेको छु मैले वचन फेर्न मिल्दैन क्या मजदुर भनेको वचनको पक्का हुन्छ कुरा बुझ्नुभयो तपाईँ भोलि आउनुहोस् न उहाँसँग जानु पर्ने भयो जाउँ दाइ भाइ जान त जाने कि तर एउटा समस्या छ यार कति समस्या दाइ अब मेरोमा काम गर्ने सबै केटीहरू नक्कली छन् के तिमीलाई जिस्काउँछ होला माइन त गर्दैनौ नि कहाँ माइन्ड गर्नु भने दाइ कहाँ माइन्ड गर्नु जाउँ न काम गरेर कहाँ जानु पर्ने हो ए भाइ 1200 दिन्छु है म तपाईँ अझै जानु भएको छैन देख्नु भएन म यहाँ कत्रो समस्याको समाधान गर्न जान लागेको तपाईँ जान्छ यता जाउँ न यार कति कुरो जाउँ न मलाई काम गरेर हतार बेच्यो हात खुट्टा कामपछि काम गरेर बाह्र तर अर्को पनि एउटा समस्या छ यार अर्को के समस्या दाइ अब काम सकेपछि म बिजी हुन्छु तिमीले सबै केटीहरूलाई बाइकमा राखेर पालै पालो घरमा छोड्नु पनि हुन्छ तिमीले भ्याउँदैन होला है ए दाइ कहाँ नभ्याउनु भनेको जाउँ दाइ कहाँ जानु पर्छ मेरो भगवान् जाउँ ए भाइ 1500 दिन्छु है म तपाईँले मेरो यस्तो के भेट भयो क्या तपाईँ जान्नु यार तपाईँ यो 2000 राख्नुहोस् तपाईँ जानुहोस् न यार प्लिज यता जाउँ न यार जाने नै हो कि तर एउटा लास्ट ठुलो समस्या छ क्या कति राम्रो राम्रो समस्या सुनाउनुहुन्छ भन्नु के समस्या हो एउटाको बुढा विदेश गएको छ बोयफ्रेन्ड खोजेको छ क्या उसले बोयफ्रेन्ड बन्छौ भन्यो भने सोध्यो भने तिम्रो समस्या त हुँदैन नि दाइ काम चाहिँ गरेर जाउँ न भने मलाई काम गर्नु हतार बेच्यो नर्को भयो नि जान्छु कि म काम गर्नु ए भाइ मेरो अलि इमर्जेन्सी थियो क्या के सामान कहाँ पुऱ्याउनु पर्ने तपाईँको 10-12 किलोको सामान छ विदेश पठाउनु पर्ने घरबाट कारको सामान पुऱ्याउनु पर्यो क्या हिँड न यार ए दाइ कारको सामान आफैले सामान पुऱ्याउनु पर्छ त प्राइम एक्सप्रेस एन्ड कुरियरलाई फोन गर्नुहोस् उहाँहरूले भ्यालीभित्र र देशको मुख्य सहरहरूमा आफै सामान पिकअप गर्नुका साथसाथै तपाईँले भनेको गन्तव्यसम्म एकदमै सस्तो भरपर्दो अनि सजिलो तरिकाले पुऱ्याइदिनुहुन्छ बुझ्नुभयो ए प्राइम एक्सप्रेस ल जानुहोस् तपाईँ यार जाउँ दाइ ए यो त भागेर यहाँ पो आइपुगेछ कहाँ पागल खाना म पागल हाल्किन्छ नि पागल खानाबाट भागेको पागल हो यो बहिनी म तिमीलाई एउटा केटी मिलाइदिन्छु मलाई छोडिदियो होला केटीलाई केटी मिलाउँछु भन्छ दाइ यो 2000 चाहिँ फिर्ता दिनु तालु फुट्टी गरी कमा पैसा केटीको चक्करमा गयो